आमा अस्ताम निवेला भोकै बस्यो त्यहाँ अन्त पुण्य गाडा आओस् यस्ता जन्म बिते हुनुन् अघि कति उद्योग भो कति पत्नी पुत्र शरीर दौलत भए जन्मै पिछेका कति आफ्ना यदि भने अहिले म एउटा किन स्वास्थ्यमा केही पनि छैन आफ्नो बसमा यही सोच राचाउँदिन अरे है। अब हाम्रो बाउ बाजे कति भए धन सम्पत्ति गयो मात्रै भन्छन् मोबाइल तात्यो हैन बन्द गर है पढ्दिन्छ पूजा खाली लिएर गर्छ कोरललाई मस्काउने जङ्गाउने भेषामा गौरी छ धनदानन्द मङ्गला विमला बला गङ्गा छ यमुना धात्री विधात्री चोडमा गौरियाजी 10 चोडमा दिएर त म पूजा बिहान यावत आइजीको मागेर केही खानु पर्यो फलफुल खाने कि चिया कि पानी फलफुल चिया पानी के खाने पानी खाए फलफुल टाइम भएको नि भन पहिला सबै फुकाउँछ ओइ सबै फुकाएर हो त्यसरी लियो अनि पानी दिँदाखेरि ल्याउने हो र हाम्रो उहाँले पुजेका थानी मानी देवी देउराली इष्ट देवता कुल तिथि नाग भएर अएर देखिएका नदेखिएका जाने नजानेका सबै भन्नु शिव भवाय सामकदा शिव नमो तेना ध्यान नमो तेना वचना हि ध्यान नमो 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 तेना हिराको त्यसको मेसै भएर भयो एउटा डेढो ताते यसो एकैछिन राख अनि बल्ल झिक्यो सहस्र नामले पुरुषाय शास्त्रते सहस्र कोटि बिहामा खाने होला नि त्यो रोटी मुखामध्ये लाग्यो गुटु खाए नि जान्छ कसरी यो देखाएको अपार संसार समुद्र के तब छेउबाट हाल अगाडि चाहिँ स्टार्ट गर्छ यसको छेउमा त्यहाँ सुरुबाट हाल अगाडिबाट स्टार्ट टोपी लगाले शान्ति गरेको हुँदैन है टोपी लगाएर अब गाह्रो गर्यो आँखाले झिक्नु पर्यो यसो अर्घ चढाऊ घुमाऊ यसो अर्घ चढाऊ फुलपतिले तिम्रो देउता पितृलाई सम्झेको अरू देउता त गयो
नाग विधानुज पुण्य मित्र सैदिष्टे दिष्टे भवति प्रभ भवति नव भवति किं भवति रक्षा हरि ओम नमस्ते नमस्ते ब्रह्मण्य बहुत साई खबे नमः बाबे मुदते नमः जरूर ठिङ्गै नाङ्गै हो जाने नदी कमाए पनि नाङ्गै हो लाने केही पनि उदित नाग विधानुज पुण्य मित्र सैदिष्टे दिष्टे भवति प्रभ भवति नव भवति किं भवति रक्षा खुट्टाभरि चिप्ने ए त्यो पाइन्टहरू केही नि